गाइस जाँदैछौँ हामी यति धेरै छौँ स्टेसन जान लागेको ए त्यहाँनिर चाहिँ कुकुर रहेछ धेरै देखेन कुकुरै मलाई त जसले जाची हाल्ने के गर्छ भिडियो हामी बाटोमा हिँड्दै अहिले चाहिँ यस्तो बाटो आयो अघि चाहिँ कच्ची कच्ची थियो यता हेर है यता हेर भने प्रशंसाको बेटी बोकेर महिमाको बादल यस ठाउँ बसेको देखेर प्रशंसाको बेटी बोकेर कस्तो राम्रो हिमाल देखेँ यहाँ चाहिँ दुध लिने ठाउँ थियो अनि आशा बस न यहाँनिर यो हामी चाहिँ बल्फीबाट यता कटेर अहिले भैँसी भन्ने ठाउँमा आएको यहाँ तल चाहिँ खोला नि छ अलिअलि बजार छ यहाँ चाहिँ अनि यहाँनिर भाइहरू छन् यता बहिनी छिन् यता नि भाइहरू छन् अब चाहिँ पिजी छ सबैसँग पनि रहेछ त्यहाँनिर हो नदीदेखि गाडी कुदेकोले हामी चाहिँ भैँसीतिर छौँ भैँसीको रिसोर्ट होला यो चाहिँ भने पनि फर्स्ट टाइम देख्दैछु धेरै भयो मन यता नआएको अनि यहाँनिर यस्तो जङ्गलहरू छ भैँसे भन्ने ठाउँ हो भैँसेको पुल त्यहाँनिर हो देख्न सक्नुहुन्छ भैँसेको पुललाई आज चाहिँ हामी यस्तो समेटेर वा खतरा रहेछ अब कस्तो यहाँ चिजी माछा मार्ने ठाउँ होइन तर बोटिङ गर्ने नै फिसिकल ठाउँ हो त्यहाँबाट त कस्तो आयो अनि ओए उल्लास त ओए अनिल ओ बहिनी देखाउ त यहाँ के लेखाएर त यसो बौरी उठ्नु भयो यो गाडी गाइस विमानको भ्लगमा स्वागत छ है अनि मलाई उडाउन बेर छैन हौ
यस्तो देखाएको छ हामी चाहिँ सुकुटे आइपुगिसक्यौँ देखिहाल्छ अनि सुकुटेको बजार सुकुटेको बजार हुन्छ यिनीहरू बजार यहाँ चाहिँ सुकुटेबाट माथितिर पुलबाट तर्न लागेको रहेछ गाडी चाहिँ अहिलेदेखिको पुलबाट पारी त के हो यस्तो डेन्जरै रहेछ त बडाको गाडीमा चाहिँ हुचिङ पनि हुँदैछ त्यतिकै गराउने हो त घोषणा नि गर्नु मुक्ति दादा अहिले गर्ने हो त यस्तो मजाको रहेछ यहाँ चाहिँ भनी भर्खरै आउँदैछु त्यस्तो रहेछ ओइ ओइ अनि गाउँ रहेछ अनि तल चाहिँ सुकुटेको बजार थियो हिँडेको त्यही त है भजन गाउँमा एउटा ओइ 16वटा त्यो निले नि ब्यानरहरू कमै छ अहिले निरो त ए कहाँ चाहिँ त्यहाँ अहिले मैले दिएको घोषणा गर न माथि डाँडा पुग्नु पर्यो एउटै रहेछ यसले मृत्युलाई जित्नु भयो हामीलाई जीवन दिनु भयो हालेलुया आमेन हालेलुया आमेन हालेलुया आमेन
तिमीहरूले यस्तो जीवन पाएको छैनन् छैन पाएको छौ खोइ त गराको अगाडि नि गर मेरो हातले लाग्यो त्यहाँनिर चाहिँ हिमाल देख्दो रहेछु कस्तो राम्रो हिमाल देखेको यहाँबाट चाहिँ खत्रै तर अलिअलि त्यो भएर आउँछ अब चाय पुग्न लाग्यो खुलामा पसी एक राउन्ड चाहिँ किन हान्नु हौ अघि बढ्दै जाऊ पछि नहटा क्रुसको झन्डा काँधमा लिई अघि बढ्दै जाऊ सत्य के हो हामीले चल पायौ स्वर्ग जाने मूल बाटो भेटायौ उदार छ यो जीवन स्वर्गमा निश्चय जानेछ रुखहरू ताली बजाइ विशेष आजको प्रमुख वक्ताज्यू अगाडिका वक्ताज्यूले भनिसक्नु भएको छ बोलिसक्नु भएको छ आज समाजमा मानिस जातिमा एक खालको डर छ त्यो डर भनेको मृत्युको डर मान्छेलाई मर्नदेखि डराउँछ
एउटा कथा छ। त्यो कथा चाहिँ के हो भने एकजना मानिस जीवनसँग हार खाएर अब म जिन्दगीमा केही पनि गर्न सकिनँ, अब मर्छु भनेर उसले मर्ने निधो गरेछ। मर्न जानलाई राति कसैले नदेख्ने गरी हातमा डोरी बोकेर अनि टर्च लाइट बोकेर ऊ मर्न हिँड्छ। अनि त्यसै क्रममा बाटोमा एकजनाले भेटेछ, ए भाइ कता हिँडेको? म एकदमै गाह्रो भयो, म जीवनमा हार खाएँ, मर्छु। अनि किन टर्च लाइट बोकेर हिँडेको? यता कतै सर्पले ठुल्यो भने केही होला कि भनेर टर्च लाइट बोकेर। अनि यस्तो खालको एउटा डर मान्छेलाई त्रास मर्नको लागि। अनि आज यो पुनरुत्थानको दिन, प्रभु यीशुको पुनरुत्थानको दिनमा हामी यसरी सहभागी हुँदै गर्दा, यो नगर यो पालिकामा हामी यसरी उपस्थित हुँदै गर्दा हामी यो कारणले उपस्थित भएका छौँ। आज प्रभु येशू ख्रीष्ट क्रुसमा टाँगेर बलिदान हुनु भएर तेस्रो दिनमा जीवित भइकन पौडी उठ्नु भएको, मृत्युसँग विजय हुनु भएको, मृत्युलाई जित्नु भएको येशूको रूपमा हामीले स्वीकार गरेका छौँ। हालेलुया। अनि हामीले येशूलाई त्यो रूपमा विश्वास गरेका छौँ। जब हामी जतिले येशूलाई विश्वास गर्छौँ, हामी मर्छौँ भने पनि हामी पौडी उठ्छौँ भनिकन त्यो कुरामा हामी पवित्र धर्मशास्त्र अनुसार विश्वास गर्छौँ, स्वीकार गर्छौँ। अनि हामी इसाईहरू यति मात्र होइन, हामी एउटा जीवनको आशा बोकेर, जीवनको आनन्द बोकेर, होला मानिसको जीवनमा दुःख हुन्छ, कष्ट हुन्छ, गाह्रो हुन्छ, कठिनाइ हुन्छ, तर पनि जिउनलाई त्यो आशा चाहिन्छ। त्यो आशा हामीले ख्रीष्ट येशूबाट पाएका छौँ भन्ने कुरालाई एकदमै हृदयदेखि स्वीकार गरेर हामी त्यो आशामा जिएका मानिसलाई त्यो आशाको सन्देश बोकेर आज ईश्वर महोत्सवमा हामी भव्य रूपमा उपस्थित भइरहेका छौँ। र आज यो सुनौलो सन्देश दिँदै गर्दाखेरि यस गाउँपालिकामा र जति पनि मण्डली चर्चमा प्रभु येशू ख्रीष्टमाथि आशा राखेर, विश्वास राखेर, भरोसा राखेर जिउने मानिसहरूले आज एउटा यस्तो काम गरिरहेको म ठानेको छु, देखेको छु कि यो समाज परिवर्तनको लागि, यो पालिका परिवर्तनको लागि, यो पालिकामा एउटा स्तर उन्नतिको लागि, विकासको लागि जहिले पनि इसाई समुदायहरू, चर्च, मण्डली अनि एकदमै पर्दा गरिकन यस गाउँपालिकामा रहेको उच्च ओहदामा रहेको नेतृत्वको लागि, जनप्रतिनिधिहरूको लागि निरन्तर प्रार्थना गरिरहन्छन्, निरन्तर परिवर्तन चाहन्छन्, निरन्तर यो समाजको शान्ति चाहन्छन्, यो समाजको चाहिँ बदलाव चाहन्छन्, विकास चाहन्छन्। र आज यो ईश्वरको समयमा म यो समाज, यो नगर, यो इसाई समाज, यो पालिका इसाई समाजलाई, यहाँ भएको सम्पूर्ण प्रभुका प्रिय जनहरूलाई, यो पालिकालाई म यो आशिष, यो प्रार्थना, यो शुभकामना दिन चाहन्छु कि यो पालिकाले यो देशलाई एउटा उच्च रूपमा लाने गरी ख्रीष्ट येशूको सन्देश र यो समाजको परिवर्तन र विकासको लागि सधैँ प्रार्थना गर्ने, सधैँ शान्तिमा बस्ने, शान्ति एकतामा बस्ने, सधैँ एउटा अनुशासनमा समाज बस्न सकोस् भन्ने आशिष गर्न चाहन्छु।
लिएर नि फर्किसक्यौँ खाजा ल्याएर बिस्कुट ल्याएर यहाँ हामी सबैजना गर्नुभयो अनि भित्र पनि हुनुहुन्छ अनि हामी चाहिँ अहिले बाटोतिर छौँ यहाँ चाहिँ अलिक जङ्गल रहेछ यो ठाउँमा घुम्न आएको अहिले भिडियोमा देखाएको छु अनि चाहिँ भित्रै जान लागेको वा कति राम्रो कस्तो राम्रो रहेछ बत्ती पनि रहेछ त्यो कता हो तिनीहरू कता वा ठाउँ यता ढुङ्गाहरू पनि छ अनि यस्तो रहेछ यहाँ माथिहरू यता दुईवटा भाइहरू गेम खेल्दैछन् गाइस हामी चाहिँ पिङ खेल्दै होइन साथीहरू रमाइलो भइरहेछ यता हाम्रो बहिनीहरू अनि यता चाहिँ हामी तर चस्मा लाग्यो भने नराम्रो देखिन्छ कि मलाई त्यही भएर टाउकोमा राख्ने मात्रै हो यो त तर र कति मजा आइछ आज चाहिँ हामी यता गएर नै आइसक्यौँ हामी गाडीमा छौँ यी भाइहरूसँगै म आउँदैछु अनि चाहिँ जाँदा चाहिँ परको बाटो गएको थियो अनि अहिले आउँदा चाहिँ यताको बाटो आएको हामी तल्लो सिंहपानी हुन्छ यो ठाउँलाई चाहिँ त्यहाँनिर हामी आइसक्यौँ हामी गाडी चढेर नि फेरि अहिले हिँड्दैछौँ यो घर पुग्न आइपुग्यो घर आइपुग्नु आयो अनि लास्टमा चाहिँ सकेन उनीहरू चाहिँ हिँड्दैछ जङ्गल छ मृग आयो भन्दैछ त्यो मृग हजुर देखि मैले खोइ कहाँ भाग्यो ऊ त्यही छ मृग हो त्यो त त्यो चाहिँ मृग रहेछ यो चाहिँ मृग हो उहाँ पुगिसकेछ मजाले ढिला भयो आज गाडी अलिक ढिला भयो भनेर घुमाउँदै लिइरहेको थियो अनि ढिला भयो घर आइपुग्दा हिँड्दैछन् गफ गर्दैछन् उनीहरू चाहिँ एक्लै हावा खाँदै चिसो हावा हिँड्दैछु अनि हामी घर आइपुग्नु अब हाम्रो 10-15 मिनट बाँकी छ आजको दिन चाहिँ रमाइलो भयो 2 बित्यो घर पनि आइसकेँ अब सुत्न लागेको यो भिडियोले हेरेर हजुरले इन्जोय लिनुभएको होला